ल कक्षा 10 को लागि एउटा सोसल सब्जेक्टको अथवा सामाजिक सब्जेक्टको एउटा मोडल क्वेसन लेख्न गइरहेको छु। ध्यान दिएर हेर्नु होला। एक प्रश्न छ। प्रश्न विक्रम सम्वत 2007 सालको 2007 सालको क्रान्तिका कारणहरू। क्रान्तिका कारणहरू चर्चा गर्नुहोस्। भनेर यस्तो किसिमको प्रश्न परीक्षामा आयो भने यसलाई कसरी उत्तर लेख्ने त भन्ने कुरा चाहिँ मैले यहाँ लेख्छु। अब ध्यान दिनु होला। योभन्दा अगाडिको भिडियोमा कसरी सामाजिकमा उत्तर लेख्ने भन्ने केही टिप्स, महत्त्वपूर्ण टिप्सहरू चाहिँ मैले दिएको थिएँ र त्यसै अनुसार एउटा प्रश्नको उत्तर यहाँ लेख्दैछु। यसलाई ध्यान दिएर हेर्नु होला। विक्रम सम्वत 2007 सालको क्रान्तिका कारणहरू चर्चा गर्नुहोस् भनेर प्रश्न छ। अब यसलाई हामीले उत्तर भनेर यहाँबाट सुरु गर्छौँ। उत्तर भनेर यहाँबाट हामीले सुरु गर्छौँ। नेपालमा विक्रम सम्वत 1903 असोज 2 मा जङ्गबहादुर राणाले भण्डारखाल पर्व, कोत पर्व लगायतका हत्याकाण्डहरू मार्फत शक्ति आर्जन गरेर राणा शासनको सुरुवात गरेका थिए। राणा शासन निरंकुश तानाशाही
तानाशाही जहानिया 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 हुकुमी 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 जहानिया हुकुमी शासन थियो शासन थियो शासन थियो त्यसैले गर्दा राणा शासन कालमा राणा शासन कालमा नेपालमा राणा शासन कालमा नेपालमा कुनै पनि किसिमका विकासका निर्माणका कार्यहरू निर्माणका कार्यहरू हुँदैन थियो जनताले अत्यन्तै दुःख पाएका थिए त्यसैले राणाकाललाई अन्धकार युग पनि भनिन्छ यति कुरा पहिला चाहिँ हामीले यति थोरै यसको बारेमा चाहिँ लेख्ने। अब चाहिँ हामीले थोरै राणा शासन अन्त्यको लागि थोरै यताबाट लेख्ने। राणा शासन अन्त्यका लागि राणा शासन अन्त्यका लागि होइन, राणा शासन अत्यन्त कडा शासन भएको हुनाले नेपाली जनताले सुरुमा विरोध गर्न सकेनन्। विरोध गर्न सकेनन्। तर पछिल्ला
दिनहरूमा पछिल्ला दिनहरूमा विभिन्न तरिकाले नेपाली जनताले विरोध र विद्रोह गर्न थाले तर राणाहरूले यस्ता विद्रोहलाई दबाउन सफल भए। त्यति बेला जनताहरूले चाहिँ राणा शासन फाल्नुपर्छ भनेर एकजुट त भए, तर यो एकदमै कडा भएको कारणले यिनीहरूले ती विद्रोहलाई चाहिँ दबाउन सफल भयो। यसको मतलब चाहिँ राणाहरूलाई चाहिँ फाल्न चाहिँ गाह्रो भयो। अब यति लेखिसकेपछि यो अगाडिको थोरै जानकारी भयो। अब यसलाई फेरि मेटेर थोरै 2007 सालको अब थोरै 2007 साल यसरी लेख्नु। 2007 सालको क्रान्तिका कारणहरू भनेर ट्याक्क यसरी लेख्ने अनि यसलाई अन्डरलाइन गर्छु बीचमा लेखेर है। अनि यसरी लेख्नुहोस्। अब राणाहरूको अन्याय र दमनपूर्वक व्यवहार। राणाहरूको अन्याय र दमनपूर्ण व्यवहार यो है। अब यसको बारेमा थोरै यहाँ लेखौँ कि नेपाली जनता राणा शासकदेखि रुष्ट भएका थिए। त्यसैले उनीहरूमा राणा शासन विरुद्ध विद्रोहको भावना
भावना विद्रोहको भावना उत्पन्न भयो। 2007 सालको क्रान्तिको कारण के कारण हो त भन्दाखेरि एउटा चाहिँ के हो त, राणाहरूको अन्याय र दमनपूर्ण व्यवहारले गर्दा चाहिँ सम्पूर्ण राणा शासकहरू नेपाली जनता राणा शासकदेखि एकदमै रुष्ट भएका थिए र यही यिनीहरूले गरेको नेपाली जनतालाई अन्याय र अत्याचारले गर्दा चाहिँ सबै नेपालीहरू चाहिँ एकजुट भएर र राणा शासनमा विद्रोहको भावनाको उत्पन्न चाहिँ तिनीहरूले गरे। राजनीतिक दलहरूको स्थापना र आन्दोलन अर्को कारण छ। राजनीतिक दलहरूको स्थापना दलहरूको स्थापना र आन्दोलन यो भयो। आयो अर्को भयो नेपालमा राणा शासन कालमा राजनीतिक दलहरू खोल्न पाइन्थेन। राजनीतिक दलहरू खोल्न पाइने थिएन। हेर्नुहोस् है, पाइने थिएन। राजनीतिक दलहरू खोल्न पाइने नै त्यति बेला खोल्न पाइने थिएन। त्यति बेला चाहिँ राजनीतिक दलहरू खोल्न नपाइने, तर पनि नेपाली युवाहरूले भारतमा बसेर विभिन्न राजनीतिक दलहरू विभिन्न राजनीतिक दलहरू गठन गरी राणा शासन विरुद्ध गतिविधिहरू अगाडि बढाए। जसले गर्दा 2006 सालमा नेपाली कांग्रेस दलको स्थापना भयो। जसले गर्दा 2006 सालमा नेपाली कांग्रेसको
काङ्ग्रेसको स्थापना भयो जसले राणा शासन विरुद्धको सशस्त्र क्रान्ति गर्ने घोषणा गर्यो। यसरी यो अर्को पोइन्ट भयो। अब राणाहरूको बीच अन्तरकलह। अब अर्को पोइन्ट लेख्छु, अब यसलाई हेर्नुलाई। अब अर्को पोइन्टमा छ राणाहरूको बीच अन्तरकलह। ती राणाहरू बीच आफै मिलेनन्। राणाहरू बीच अन्तरकलह। ती राणाहरू बीच चाहिँ के गर्नु लाग्यो त? झगडा गर्नु लाग्यो है। राणा परिवारमा चन्द्र शमशेरले चन्द्र शमशेरले एबीसी गरी तीन वर्गमा बाँडिदिए। तीन वर्गमा वर्गीकरण गरे है। गरिदिए। ए वर्गका राणाहरू प्रधानमन्त्री हुन पाउने थिए भने बी र सी वर्गका राणाहरू भने खुला पदमा वञ्चित हुन पुगेका थिए। त्यसैले बी र सी वर्गका राणाहरू शासन अन्त्यका लागि क्रान्तिमा सहभागी भए। यसले गर्दा नेपाली जनतालाई चाहिँ के भयो त? फाइदा भयो। चन्द्र शमशेरले राणा परिवारलाई चाहिँ एबीसी गरी तीन वर्गमा बाँडिदिए। अनि ए वर्गका राणाहरू चाहिँ प्रधानमन्त्री हुन पाउने थिए भने बी र सी वर्गका राणाहरू खुला पदबाट वञ्चित भए र उनीहरूलाई चाहिँ अब
चन्द्रवंशीले यसो गर्यो भनेर चाहिँ अलिकति रिस डाहा भयो र उनीहरू चाहिँ कुनै पनि पदमा चाहिँ हुन पाएन। त्यसैले गर्दा बी र सी वर्गका राणाहरू चाहिँ चन्द्रवंशीले गरेको व्यवहारबाट चाहिँ के गरे त अब हामी पनि यो राणा शासन अन्त्य गर्नुपर्छ भनेर अगाडि बढे। फलस्वरूप अरू जनतालाई, नेपाली जनतालाई चाहिँ एकदमै के भयो त फाइदा भएको देखिन्छ। अब अर्को छ जनतामा राजनीतिक चेतना अभिवृद्धि। जनतामा राजनीतिक चेतना अभिवृद्धि। अर्को पोइन्ट नेपाली जनतामा भारतीय स्वतन्त्रता स्वतन्त्रताको कारण राजनीतिक चेतना बढ्दै गयो। यसरी चाहिँ चेतना बढ्दै गयो। विक्रम सम्वत 1997 मा 4 शहीदलाई फाँसी दिएपछि पनि नेपाली जनतामा शासन सत्ताको आलोचना गर्ने हिम्मत बढेको देखिन्छ। सत्ताको आलोचना गर्ने हिम्मत बढेको देखिन्छ। यसरी जनतामा राजनीतिक चेतना अभिवृद्धि भयो र नेपाली जनतामा भारतीय स्वतन्त्रताको कारणले पनि राजनीतिक चेतना बढ्दै गयो अनि विक्रम सम्वत 1997 मा चाहिँ 4 शहीदलाई फाँसी दिएपछि पनि नेपाली जनतामा झन् शासन सत्ताको आलोचना गर्ने चाहिँ हिम्मत चाहिँ बढ्दै गयो। अब फेरि म अर्को पोइन्ट लेख्दैछु, यसलाई लेख्दै जानु होला है। दोस्रो विश्वयुद्ध अर्को कारण छ। दोस्रो विश्वयुद्ध र विश्वव्यापी प्रजातन्त्रको असर। विश्वव्यापी प्रजातन्त्रको असर। दोस्रो विश्वयुद्ध र विश्वव्यापी प्रजातन्त्रको असर
दोस्रो विश्वयुद्धमा गएका दोस्रो विश्वयुद्धमा गएका सैनिकहरूले विश्वव्यापी रूपमा प्रजातन्त्रको लहर आएको देखे र नेपालमा पनि राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न सशस्त्र क्रान्तिमा सहभागी भए। अब अर्को छ गरिबी र बेरोजगारी। गरिबी र बेरोजगारी। नेपाली जनतामा व्यापक गरिबी र बेरोजगारी रहेको थियो जसका कारण उनीहरूलाई दुई छाक टार्न पनि मुस्किल हुन्थ्यो। तर फेरि हेर्नुहोस् है, तर सरकारलाई कर बुझाउनु पर्दथ्यो। गरिब भए तापनि त्यति बेलाको सरकारलाई चाहिँ कर चाहिँ बुझाउनु पर्ने थियो र त्यसैले यस्तो अवस्थाबाट मुक्त हुनको लागि नेपाली जनता
विरुद्ध विरुद्ध क्रान्तिमा उभिए। जनता क्रान्तिमा उभिए। क्रान्तिमा उभिए। यसरी चाहिँ हामीले उत्तरहरू चाहिँ लेख्नुपर्छ। यो पोइन्ट उत्तर लेखे पनि अलिक कम त आउँछ, तर यसलाई भित्र गएर चाहिँ डिस्क्राइब गरेर लेखियो भने अझै राम्रो चाहिँ एन्सर हुन्छ। अब थोरै हामीले यसको लास्टमा महत्त्वपूर्ण कुरा के लेख्नुपर्छ भने यसको निष्कर्ष हामीले लेख्नुपर्छ। यसको निष्कर्ष लेखियो भने बल्ल चाहिँ हामीले के हुन्छ त हाम्रो एन्सर चाहिँ कम्प्लिट हुन्छ। अब निष्कर्ष भनेर यसरी लेख्नु, निष्कर्षै भनेर लेख्नु नि त। कपी चेक गर्ने मान्छेले एकदमै राम्रोसँग लेख्नुहुन्छ। निष्कर्ष भनेर लेख्नुहोस्। यस सबैको निष्कर्ष 2007 सालमा 2007 सालको क्रान्ति 2007 सालको क्रान्ति राणा शासनको निरंकुशता जनताको राजनीतिक अधिकार को अभाव राजनीतिक अधिकार अभाव, आर्थिक असमानता र बाह्य प्रभावहरूको परिणामस्वरूप भएको हो। यस क्रान्तिले 104 वर्षसम्म जरा गाडेर बसेको शासनको अन्त्य गर्दै नेपालमा लोकतन्त्रको सुरुवात गर्यो। नेपालमा प्रजातन्त्रको सुरुवात गरियो। यसरी हामीले उत्तर लेखियो भने लास्टमा निष्कर्ष भनेर लेखियो भने सबैभन्दा राम्रो बेस्ट हुन्छ। र तपाईहरुले यो पारस सेन्चुरी नामक युट्युब च्यानललाई हेरेर साथ दिनुभएकोमा तपाईलाई विशेष धन्यवाद। र यसलाई शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै म फेरि अर्को मोडल क्वेसन फेरि तपाईहरुलाई दिनेछु। हस्त धन्यवाद, नमस्कार।